हेलो गाइस, यहाँ चाहिँ चिटलाङ लेखेको सानो एउटा बोर्ड रहेछ। सो हामी पनि अहिले चिटलाङ जाँदैछौँ। अब चाहिँ हामी आइपुग्न लागेको अवस्था छ। यहाँ चाहिँ यस्तो रहेछ क्या, यस्तो भ्यू हेर्नु है, यस्तो रहेछ। चिटलाङको गएको छैन नि, म फर्स्टतिर आएको। यस्तो खेल्ने ठाउँ पनि रहेछ यहाँनिर। अब किनभने हामी यहाँ चाहिँ किन बसेको भने उता पछाडि चाहिँ दाईहरू दुईजना, विक्रम दाई र खर्गेन्द्र दाईहरू छोडिराख्नु भएको छ। सो त्यही भएर हामी चाहिँ कुरिरहेको अवस्था। राजेन्द्र हाम्रो भाइ बहिनी छ। अब चाहिँ हामी समथिङ मलाई लाग्छ जहाँसम्म पुग्नु लागेको अवस्था जस्तो लाग्छ है। त्यहाँ के लेखेको छ, के लेखेको त्यो थाहा छैन होइन। ल साथीहरू आइसक्यो है, हाम्रो दाजुहरू छोडिनु भएको थियो नि, उहाँहरू आइसक्नु भएको छ। देख्नु सक्नुहुन्छ। ल है, हामीले उहाँहरूलाई पनि कुरिरहेको हो। एउटा विक्रम दाई आउनु बाँकी छ। बाटो चाहिँ एकदम धेरै बिगत रहेछ। सो म चाहिँ गाडी युट्युबमा हेरेको थिएँ, फर्स्टचोटि आउँदैछु नि त, त्यही भएर चाहिँ कस्तो लाग्यो भने चाहिँ यो धेरै अनौठो लाग्यो क्या। मैले युट्युबमा हेर्दा चाहिँ धेरै राम्रो लागेको थियो बाटोहरू, र यो बाटो चाहिँ एकदम धेरै बिगत रहेछ, अप्ठ्यारो बनाइरहेको अवस्था रहेछ होइन। पछि आउँदा त्यो पछि आउने मान्छेले चाहिँ धेरै राम्रो हुन्छ, पिच गर्छ साइड, पछि पिच हुन्छ, पिच भएपछि एकदम राम्रो हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म। यहाँ सानो एउटा चिटलाङ लेखेको बोर्ड रहेछ, त्यही भएर म चाहिँ रोक्नु लाग्छ रोक्नु भनेर भनेको। सो दाइहरू पनि पछाडि आउँदै हुनुहुन्थ्यो, पर्खिनु पनि थियो, त्यो हामी यहाँ रोक्यौँ। सो गाइज अब हाम्रो अवस्था चाहिँ यस्तो भएको छ है। सबै जुत्ता केही छैन होइन, धुलो लागेर फुस्रै धुलै फुस्रै केही छैन। ल हेर, ग्लास फोर भएको अवस्था होइन। अब विक्रम दाइ चाहिँ आउनै बाँकी छ है। मेरो भिडियो चाहिँ अन्तिमसँग हेरेर तपाईँहरूले साथ दिनु होला। साइड अब आइपुग्न लागिसक्यो होला। म तपाईँलाई देखाउँछु, विक्रम दाइहरू आएको पनि देखाउँछु अहिले। अब एकछिन रेस्ट गर्नुपर्छ जस्तो छ। उहाँ चाहिँ किन निकै ढिलो गर्नुभयो। बाटो चाहिँ सब बिगत, एकदम बिगत 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 एकदम बिगत बाटोहरू छ। बाटो बिजोक हेर्नु यहाँ साथीहरू, यस्तो बिजोक अवस्था, डढेर घामले केही छैन। देख्नु सक्नुहुन्छ मेरो भिडियो तपाईँले अन्त्यसम्म हेरेर साथ दिनु होला। म तपाईँहरूलाई चिटलाङको भिडियो पनि बनाएर देखाउँछु। हाम्रो दाइ आउँदै हुनुहुन्छ है, विक्रम दाजु। ल हामीले उहाँलाई नै हो पर्खेको है, आइसक्नु भयो। गुड ल है, अब हाम्रो ग्रुपहरू सबैजना भेला भइसक्यो साथीहरू। अब चाहिँ हामी सिधै चिटलाङसम्मको यात्रा छ। अब भाइ यहाँ हाम्रो राजेन्द्र भाइ, चारवटा बाइक छ है यहाँ। यता ल्याउनु न बाइक चाहिँ, यता एकदम धेरै घामले गएको अवस्था। चारवटा बाइक छ हाम्रो त्यहाँबाट, लस गऱ्यो है। एकछिन रेस्ट गरौँ भन्ने कुरा भयो। देख्नुहुन्छ यहाँ चाहिँ पार्किङ रहेछ सानो भए पनि, किनभने यहाँ होटल रहेछ लामाको जस्तो लाग्यो। त्यहाँ झन्डाहरू एकदम फरफराइरहेको छ नि त, मन्द बरसाइरहेको छ उताबाट, एकदम धेरै चिसो लास्टै गर्नुभएको थियो साथीहरू। मान्छे हेर यहाँनिर राम केही छैन, यति बिजोक भयो है धुलोले। लुगा हेर्नु, जुत्ता हेर्नु, धुलोले कस्तो अवस्था, कपाल हेर्नु, पुरै नभन्नु। चिटलाङसम्मको बस पनि आउँछ क्या है, के हो त्यो चाहिँ गइसक्यो उहाँहरू चाहिँ। अब साथीहरू के भन्नु है, बोल्नु पनि लास्टै अल्छी लागिरहेको। जाम तैँले पाउनु तजिएर खाऊँ न त कि खाउँछ। यहाँ के पाउँछ भन्ने तपाईँलाई म देखाउँछु। चिसो कफी, चिया, पा के हो चिसो होटलभित्र त्यस्तो रहेछ। बसौँ शीतलमा बसौँ हो। खाजा चना आलु अंडा तरकारी रोटी
अनि छोइला चिउरा सुकुटी अरे सर सर यता सर के हाल्यो सरले नै भन्नुपर्ने पो अवस्था आयो त सरले भन्छ होला छोइला ल्याऊ छोरीतिर म त नखाने को खाने को कसले के खाने भनौँ न फटाफटी पोलेरो मासु म चाहिँ नखाने के चाउमिन के खाने के चाउमिन भन्नु म चाहिँ चना र अन्डा खानु पर्यो हजुर साथीहरूको त्यहाँ यस्तो छ दाजुभाइ आलु हाल्ने कि नानी आलु नै हाल्नु चाउमिन पाउँदैन दाजुभाइहरू एकदम यहाँ खाजा मगाउँदै छ है यहाँ भट्टापट्टि खाजा यहाँ के खाउँ भनेर कसै चाहिँ मन्द सुरु सुरु तानी बस्नु है खाउ न सबैलाई चाउमिन खाउँदैन म त नखाने चाउमिन तिमीले के खाने म के अन्डा खान्छु चना नखाउँदा चना चना नखाने अन्डा खान्छु म एक चनाले दुईटा तपाईँ चना अन्डा होइन म त अन्डा मात्रै खान्छु दुईवटा अन्डा मलाई खान्छु चाहिँ चना अन्डा हाल्नु मलाई चाहिँ म दुईवटा अन्डा खान्छु चना के अरे अन्डा अन्डा मात्रै म त खाने अरू चाहिँ चाउमिन अरू अरू चाउमिन भयो चारवटा म चाहिँ चाउमिन खान्छ म बुवा के अहिले चाहिँ त्यो चना अन्डा चाहिँ यसो छोडाएर ल्याउनु चाहिँ एउटामा अन्डा मात्रै